मिठो अन्डा चिउराको रेसिपी। नमस्कार, द होममेड प्लेटमा स्वागत छ। यदि तपाईहरू दिउँसो घरमा के खाजा बनाएर खाने भनी सोचिराख्नु भएको छ भने टक्क अन्डा चिउरा बनाएर खान सक्नुहुन्छ। ल सुरु गरौँ है त। सर्वप्रथम 2-3वटा अन्डा लिनुहोस् र त्यसमा हरियो खुर्सानी, प्याज, धनिया, बेसार, धुलो खुर्सानी, स्वादअनुसार नुन, जिरा धनिया पाउडर मिसाएर अन्डालाई मजाले घोल्नुहोस् र एउटा प्यानमा घिउ राखेर चिउरालाई केही बेर भुट्नुहोस्। म हाई लाइफको कुरुम कुरुम चिउरा प्रयोग गर्दैछु र त्यसमा अघि फिटेर राखेको अन्डालाई मिसाउनुहोस् र हाई फ्लेममा केही बेर अन्डा र चिउरालाई मजाले पाक्न छोडिदिनुहोस्। र मलाई अन्डा चिउरामा चाउचो मिसाएर खान एकदमै मनपर्छ, त्यसैले म वाइवाई चाउचो एड गर्दैछु। हजुर स्किप पनि गर्न सक्नुहुन्छ। र त्यसमा स्वादअनुसार पिरे नुन, धुलो खुर्सानी र चाट मसला राखेर केही बेर चलाउनुहोस् र माथिबाट धनियाले टपिङ गरिदिनुहोस् र यसरी तयार हुन्छ एकदमै हेल्दी अनि टेस्टी अन्डा चिउरा। यदि तपाईहरूलाई यस्तै प्रकारको रेसिपी चाहिएको छ भने द होममेड प्लेटलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।